गाइज हामी आउन त धेरै ठुलो ग्रुप आयो हो आधी ग्रुपहरू हामी आएर फर्किसक्यौँ आधी ग्रुप भर्खर इन्ट्री भइरहेछ फोन झर्ला जस्तै भयो अब हामी चाहिँ यहाँ गाह्रो छ अवस्था के सिर्जनालाई गाह्रो भयो हो ल ठिकै छ हामी गाह्रो भएर पनि राम्रो भइसक्यो खासमा गाइज मलाई भन्नुपर्ने कुराहरू धेरै थियो तर अहिले मेरो मुड छैन आजको ब्लग सुरु गर्छु मैले Hello So guys, sis, welcome to our one of vlog. the most talented person Yes. in our group. Yes. I would like to introduce her. She is my one of the favorite person. Yes. Can you give your introduction Hello yourself? guys, my name is Poonam Farsaman aka Peri. यो एकै भने त आज सुने त मैले नाइ थाहा भयो मैले सोचेँ के एड गर्नुभयो भन्ने लागिरहेको थियो मलाई चाहिँ खासमा तर होइन मैले नाउ आई क्यान अन्डरस्ट्यान्ड लिन्छु केटी फेरि फेरि यो ऊ आइग्या आशीर्वाद घरकी मुर्गी दाल बनाएको भन्नु हुँदैन है आशीर्वाद आफूलाई लाग्छ भाग्यमानी भाग्यमानी सो गाइज आज चाहिँ हामीहरू नगरकोटमा छौँ तर खासमा भन्नुपर्दा एक्सपेक्टेसन चाहिँ अलिकति हाई राखेर आएको थियो केटीहरू दिस इज माई आई थिङ्क थर्ड टाइम यस तर उसको चाहिँ फर्स्ट टाइम हो सो उनीहरूलाई मेबी आइ एम नट स्योर बट मेबी उनीहरूलाई त्यस्तो एक्सपेक्टेसन भर्सेस रियालिटी लागिरहेछ किनभने हामीहरू भ्यू टाउ हेर्ने भनेर माथि चढेर फर्किसक्यौँ बट देयर इज अ नो सिँढी त्यो माथि चढ्नलाई त्यही भएर हामीले एकदमै त्यो सिँढी चढेर जङ्गल मात्र हेरेर फर्कियौँ न भ्यू भन्ने कुरामा हामीले एकदम 2-4वटा रुखहरू हेऱ्यौँ माथिदेखि तलबाट पनि देखिरहेछ तर माथिदेखि पनि रुख मात्रै हेरेर आयौँ उसको पनि फर्स्ट टाइम नै हो क्यान यु एक्सप्रेस हियर सम वर्ड्स हाउ यु फिल I don't have any words. Oh my god, it's so disgusting. I already explain here Reality. कि यस मैले अगाडि नै एक्सप्लेन गरिसकेँ उनीहरूलाई चाहिँ यस्तो फिल भइरहेको हुनसक्छ किनभने I suggest you guys to do not come. होइन बट देयर इज अझै हामीसँग के भन्छ त्यही एक्सप्लोर हामीहरूले अहिले पनि प्रोपरली गरेको छैनौँ अझै हामीहरू चाहिँ एक्सप्लोर गरिरहेछौँ हामी चाहिँ लास्टमा चाहिँ भन्नेछौँ आउने कि नआउने भनेर अहिलेसम्मको लागि चाहिँ हामी वी आर नट सेटिस्फाइड होइन अब यति टाढा आइसकेपछि हामीहरू केटीहरू चाहिँ खासमा अब प्लान्टहरू खोजिरहेछ होइन किनकि यो हुन त यो यस्तो हो सरकारी हो सरकार भनेको हाम्रो हो हामी भनेको होइन सरकार आफ्नै हो आफ्नै भनेपछि आफ्नो नै हो त्यही भएर हामीहरू एक दुईवटा केही होइन है गाइज होइन हो म जेन्जीमा त पढ्छु तर म त्यस्तो उसमा चाहिँ पढ्दिनँ त्यो होइन कि अहिले ल गाइज आफ्नो आफ्नो भारी बोकेर हामी हिँड्न लाग्यौँ आफ्नो गन्तव्यतिर लाग्यौँ गाइज यस्ता सुरु भयो हाम्रो यात्रा चाहिँ हाम्रो अब नेक्स्ट डेस्टिनेसन भनेको हाम्रो होटेलसम्म हो पानी पर्ला जस्तो भयो अहिले यस्तो डेन्जर मौसम छ गाइज यहाँ जे पनि हुनसक्छ त्यो मलाई अहिले डिस्कभरीमा त्यो केटा आउँछ नि त्यो हो त्यसको नाम मलाई थाहा छैन त्यही मान्छे अनि केही हुँदैन नि हाम्रो ब्याग यो हुन्छ नि त भिज्छ नि त ओहो मौसमको एक्सप्लेनेसन नाइस वाउ है ल गाइज म अलि अगाडि गएँ ल अलिकति लुकाउन चाहन्छु गाइज अलिकति बढी देखेर जस्तो यस्ता साथीहरू छन् होइन ओ माई गड म चाहिँ अहिले बाटो कतिसम्मको छ भनेर चाहिँ म देखाउँछु एउटा बौलाहरू हिँडिरहेछन् यहाँ होइन मलाई अर्को पनि जोइन गरिरहेछ धेरै छन् यहाँ भन्नुपर्ने कुराहरू त अहिले तर अहिले मलाई चाहिँ
होइन हुन त यो दिउँसो नै हो गाइज होइन दिउँसोको ठ्याक्कै कति बजे भन्नुपर्दा 2 बजिरहेछ ए पानी हेर त उता त्यो पानी होइन अब कहाँ जाने अब हामी ओए दाम्या छ पुनि वाह वाह अर्की गइहाली बिगार्न केही छैन गाइज ल ठिक छ गाइस काफल खाने छ आऊ सिरियसली साच्चै सिरियसली काफल हो कि होइन साच्चै काफल हो कि खाना हुँदैन सोल्टी यस्तो कुरा त्यही म पनि खान्न त खाने भए खा तर ऐसेलु भन्न काफल भन्ने के सरी ऐसेलु हो यो गाइस सो होइन देख्नमा त इट लुक सो यमी बट वी क्यान नट म चाहिँ ऊ छैन है रेडी छैन ट्राई गर्नलाई यहाँ धेरै छन् भन्नुपर्ने हामी कतिजना भयौँ है ग्रुप पर्यो आज कतिजना ग्रुप भयौँ कतिजना मान्छे होला नि ग्रुप हुन्छ ओए ब्यालुन यो कसैको पनि हुनसक्छ नछो है नछो यस्तो ठाउँमा यस्तो कुराहरू छुनु हुँदैन गाइज यो जे पनि हुनसक्छ पड्क्यो भने हामी कहाँ जाने होइन जे पनि हुन्छ सो हामी चाहिँ त्यो भ्यू टावरदेखि होटलसम्मको यात्रामा बिचैमा चाहिँ पानी पर्यो थ्याङ्कफुल्ली हाम्रो नेपाल आर्मीले चाहिँ हाम्रो लागि बस्ने एकदमै व्यवस्था गराइदिनु भएको थियो केटीहरू सबै अहिले चाहिँ बसिरहेछ हो गाइज परेछ के डान्स हो ऐसा फोन बैक हुँदैन यार सर हो त्यो लालाजी लगाऊ कुछ पैसे बचा के घूम लिया करो बुढ़ापे में वरना के रे कि कौन डायलॉग हो भाई पछताओगे जितना घूमना है अभी घूम लो हामीले दिउँसोको टिलिक्क परेको सन मात्र देख्यौँ राइज र मोनिका तालिम बजाल्ला छ म मन्त्री परिषदमा म चाहिँ यिनीहरूको निरीक्षण गर्न जाँदैछु नाइ नगर्ने गरम न हो साथीहरु कहाँनिर रहेछ यहीँनिर रहेछ होइन ए यहीँनिर हो
सिधै ब्यागै लगेर जाने है क्या ब्यागै लगेर जाने मोबाइल छ मोबाइल फाल्दिने जाम न त जिप लाइन यो होटल पनि तिनीहरूकै रहेछ त्यही भन्दै थियो अहिले किन होला नलेको पनि के भन्नु गाजीहरु कता कता हो हामी सिभिलसँग पेट्रोल हिँड्दैछौँ आइज न हेलो सिभिलसँग पेट्रोल हिँड्न अलिक गाह्रो हुँदो रहेछ गाइज मोबाइल पस्थ्यो त्यही त हो नि जुत्ता फोहोर गर्नु ल्याउनु हिँडेन लु समात्तामा जान्छ हाम्रा टोलीहरू यस्तो छ यार बाटो सिभिलसँग पेट्रोल आएको जस्तो के हो यहाँ झर्ना रहेछ यी यसरी झर्ना के भयो सबै रोक्यो त हामी टिका लाउन आए हामी टिका लाउन आ हो दसैँ लाग्यो हाम्रा टोलीहरू यो बाटोमा हुन आउनु हजुरलाई धन्यवाद हेलो रिन्चेन हेलो सृजना यसको फेरि फाल्टै छ दिस इज आवर ब्युटिफुल नेपाल होइन सानो अलिकति एफोर्ट दिने हो भने यति राम्रो राम्रो ठाउँ छ उफ यसको हाइट कति होला